साथीहरू यो भिडियो हेर्नुहोस् के पहिला तपाईँहरू के भन्न चाहनुहुन्छ? यस्ता मान्छेलाई पनि कसरी मानव भन्ने यार? तिमीहरूसँग मानवको त कुनै अस्तित्वै छैन के? तिमीहरूसँग भएको त्यो मानवता भन्ने कुकुरको भन्दा पनि तल्लो लेभल छ के साथीहरू? एउटा लास खुलामा अड्केर बसेर तिमीहरू घोची घोची सुन निकाल्छौ, लासलाई छोड्छौ के? ती दुईजना त दुईजना साथीहरू, अनि पछाडि बसेको के हेरेर बसेको तिमीहरू यार? तिमीहरूले मानव भन्ने कि जनावर भन्ने यार? के गर्छौ साथी? 2-4 रुपियाँ कमाएर यसरी नै बगेर जाने हो कि भोलि पर्सि? नेपाली जनता यसरी तडपिरहेछ, मान्छे यसरी तडपिरहेछ, हराइरहेछ। तिमीहरू एउटा लासमाथि होइन यस्तो गर्नु भनेको तिम्रो नैतिकताले कत्तिको दिँदो रहेछ के? अनि ग्यास सिलिन्डर बोकेर मान्छे वाइ वाइ गरिरहेछ। के खान्छौ यार तिमीहरूले? तिमीहरूले के पायो? मान्छे यस्तो शोकमा डुबिरहेको बेलामा के? देश नै शोकमा डुबेछ अनि तिमीहरू अनि एउटा लासमाथि, एउटा ग्यासमाथि, एउटा सिलिन्डरमाथि कुदिरहेछौ कि? तिमीहरू के गर्छौ? तिमीहरू पनि यसरी बगेरै जाने, यसरी मरेरै जाने हो कि? यहाँ पछाडि बसे, यहाँ अगाडि मान्छे। तिमीहरूलाई त मानवता भन्ने चिजै छैन कि? तिमीहरूले मानव भन्दा पनि लाज लाग्छ यार साथीहरू। तिमीहरूलाई धिक्कार छ के? नेपाली भन्नमा